हेलो गाइस, नमस्ते। म अरुणा। आजदेखिको म चाहिँ नयाँ युट्युब च्यानल सुरु गर्दैछु। आशा लाग्दछ तपाईँहरूलाई मनपर्नेछ। अनि आज चाहिँ हामी घुम्दै ट्युस्डे मार्केटमा आएको छौँ, यानि कि रुट मार्केट भन्छ। हाम्रो नेपालीहरूले चाहिँ मङ्गलबारे बजार भन्छ यसलाई चाहिँ। अनि हामी यहाँ घुम्न आएछौँ। धेरै कुराहरू पाउँछ यहाँनिर चाहिँ। एभ्री मङ्गलबार चाहिँ यहाँनिर यसरी खुल्ला बजार राख्ने छ। यो चाहिँ खुल्ला बजार हो। तपाईँहरूले जे भन्नु त्यही सामानहरू पाउँछ यहाँनिर चाहिँ। धेरै सामान पाउँछ भनौँ न। अनि क्यासहरू चल्छ धेरै जस्तो चाहिँ। कुनै ठाउँमा चाहिँ कार्डहरू पनि चल्छ यहाँनिर चाहिँ। अनि म चाहिँ यहाँ मेरो आप्पा मम्मी अनि मेरो हस्बेन्डसँग आएको थिएँ घुम्न। अनि यहाँनिर चाहिँ ज्वेलरीहरू रहेछ होइन। अनि उयो पर एउटा अक्सन हाउस छ। यहाँनिर चाहिँ यो अक्सन हाउसमा चाहिँ कुखुराहरू धेरै हुन्छ क्या यहाँनिर चाहिँ। अनि चिकनहरू पनि पाउँछ। त्यही भएर हामी चिकन अनि अन्डाहरू पाउँछ त्यहाँनिर। अन्डा लिन चाहिँ आएको हो हामी खासै चाहिँ। यहाँनिर अन्डा पनि एकदम सस्तोमा पाउँछ यहाँनिर चाहिँ। अनि यहाँ चाहिँ हेर्नुहोस् न कति सानो खरायोहरू रहेछ। खरायो यो चाहिँ खै के मुसा जस्तै छ। खरायो नै होला यो पनि, थाहा भएन। कतिवटा चाहिँ एम्टी सेल्फहरू रहेछ। अनि यहाँनिर चाहिँ मेरो हस्बेन्ड चाहिँ अन्डा हेरिरहनु भएको छ। अनि अन्डा लानु आँटेको। एक कार्टनको कति $18 मात्रै अरे। यहाँनिर चाहिँ एकदम सस्तो छ। कोही बेला यता मङ्गलबारे बजार आयो भने लाँदारी हुन्छ यहाँनिर चाहिँ। अनि यहाँनिर चाहिँ अक्सनको लागि रेडी भइरहेको छ कुखुराहरू। यो चाहिँ अक्सनको लागि भरे 3-4 बजीदेखिको अक्सन खेल्छ। यो चाहिँ अक्सनको कुखुराहरू हो। एकदम सस्तोमा पाउँछ यो अक्सनको। तर कस्तो गनाएको कि यहाँनिर भित्रमा सुली कुखुराहरू धेरै भएछ। सुली गनाएर बसिसक्नु छैन क्या यहाँनिर। बालीहरू छ, यहाँ पोथीहरू पनि छ। छानी लाँदा हुन्छ यहाँनिरबाट तपाईँहरूले। अनि हामी चाहिँ त्यहाँबाट निक्लिएर फेरि गाडीमा सामानहरू पिराएर अन्डाहरू पिराएर अनि फेरि यता अर्को सामानहरू किन्नको लागि फेरि आउँदैछौँ। अनि यहाँनिर चाहिँ मान्छेहरू कति धेरै हुन्छ क्या। अनि आज त घाम लागेको भएर होला नेपालीहरू कति धेरै देखेको हो यहाँनिर त। अनि यता चाहिँ फुलहरू छ। अनि आमिस पनि एकजना केटी रहेछ, आमिस केटी। अनि हामी यहाँनिर चाहिँ के लिनु अघि सामान पिराउँदाखेरि उहाँबाट एउटा हामीले उयो चलाएको थियौँ नि त, त्यसको लागि आइडी लगेको थियो। अनि आइडी लिनु आएको हामी यहाँनिर चाहिँ। सबै थोक पाउँछ। हामी चाहिँ आइडीको लागि पर्खिरहेको छौँ यहाँनिर। कति भिड यहाँनिर। ऊ कति धेरै बिजी के हाम्रो आइडी दिनुको लागि कति ढिलो। फाइनली उयो गर्दा आइडी। त्यहाँदेखिको हामी फेरि उता घुम्नु भनेर निक्ल्यौँ। अनि घुम्नु भनेर निक्ल्यौँ। आज चाहिँ यो दोकानमा चाहिँ यति धेरै बिक्री हुन्छ। यो दोकान चाहिँ यहाँनिर मङ्गलबारेको सबैभन्दा बिजी हुने हो त्यो दोकान चाहिँ। अनि यताउता हेर्दै गइरहेको थियौँ। अनि यहाँनिर फुल रहेछ। फुल 3टाको $30 होला आई गेस। या 3टाको 2टाको $30 अरे। कति एक्सपेन्सिभ हो भन्दै हिँड्नु। यो डालिया भन्ने फुलहरू चाहिँ धेरै एक्सपेन्सिभ हुन्छ क्या यहाँनिर चाहिँ फेरि। अनि म चाहिँ जहिले पनि यहाँ आउँदाखेरि यो भित्र पनि दोकान छ यहाँभित्र जहिले छिर्छु। अनि चिकन खान्छु क्या। कति मिठो चिकन पाउँछ यहाँभित्र। अनि मेरो बुढालाई फकाइरहेको छु क्या, चिकन खानु जाउँ भनेको। चिकन खानु पर्दैन, जहिले आए चिकन खाने हो यहाँनिर भन्दै गरिरहेको थियो मलाई चाहिँ। किनभने यहाँनिर चिकन एक्सपेन्सिभ पर्छ। अनि रहे पनि जाउँ न त, त्यसो भने भित्र हेरेर मात्रै फर्क्यौँ भनेर भनेको। ठिकै छ, लु हिँड न त भन्दै भने यता फुलहरू हेर्दै भित्र गयौँ हामी चाहिँ। यहाँभित्र पनि त्यस्तै बिजी रहेछ क्या। अनि यहाँ फुलहरू फर्स्ट यहाँ भेटायौँ। फुलहरू हेर्दै थियौँ। फुलहरू हेर्दै गएको। यहाँ पुग्दाखेरि त कस्तो धेरै तर्छ क्या। 2टा डमीको टाउको रहेछ। यहाँ देखेर मान्छे कति धेरै तर्छ क्या। यता चाहिँ मासुहरू छ। यो मासुहरू चाहिँ सस्तो पर्छ यहाँनिर चाहिँ। अनि मेरो चिकन खाने ठाउँ पनि आउनु आँट्यो भन्दै थिएँ। कस्तो धेरै भिड क्या चिकन खाने ठाउँमा त।
घर जाउँ होस् भिड रहेछ भनेर हिँडेको मेरो अगाडि यत्रो आन्टी उभिदियो। अनि त्यहाँदेखिको हामी चाहिँ हेरेको यो आन्टी फेरि कति अग्लो भगवान्। अनि यहाँनिर चाहिँ अन्डा कति एक्सपेन्सिभ छ क्या यो भित्रको दोकानमा चाहिँ। पर उता काटा नै तपाईँले $15 पाउनुहुन्छ भने यहाँनिर चाहिँ एउटा क्रेटको आई थिङ्क $4 or $5 छ क्या। अनि त्यहाँबाट निक्ल्यौँ, चिकन पनि खाएनौँ। यहाँ डालिया हेऱ्यौँ, यहाँ डालिया पनि कति धेरै महँगो रहेछ। मेरो घरपट्टिको आप्पाको चाहिँ एकदम धेरै फेभरेट हो क्या डालिया चाहिँ। अनि यहाँ यसो हेरेको यहाँनिर पनि के अरे सयपत्री फुलहरू रहेछ। यो हेऱ्यौँ, यो पनि महँगै लाग्यो। अनि यता अक्सन यो चाहिँ यो सबै फुलहरू चाहिँ भरे अक्सनको लागि हो क्या। अनि अक्सनको लागि रेडी पाल टाँगेर रेडी गरिरहेको रहेछ। हामी चाहिँ दिदी मम्मीहरूलाई पर्खेको आउनै हुँदैन क्या। अनि यहाँ बसेर पर्खिरहेको थियौँ। अनि आउने भएन, कल गरेर लु जाउँ है भनेको ठिक्क आउनुभयो। अन्त हिँडेको हामी चाहिँ यहाँबाट घर फर्किँदैछौँ अब। अनि दिदीहरूको सामान रहेछ, दिदीहरूले नि अन्डा लानुभएको रहेछ। अन्डा आलु लिएर घर फर्क्यौँ।